भिजिट भिजामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ, एउटा दलाललाई बुझाउने रकम हुँदो रहेछ। त्यसमध्येमा दलाललाई बुझाउने रकम पनि पार्सियल्ली कुनै क्यासमा कुनै ब्याङ्क ट्रान्जेक्सन गरिएको छ र एयरपोर्टमा बुझाउँदाखेरि प्राय जसो नगदमा कारोबार भएको रहेछ। धेरै जसो कारोबारहरू त्यो मध्येमा हामीसँग यी डकुमेन्टहरू मजासँग भिजिट भिसा प्रकरणमा भिजिट भिसाका लागि दलालहरूलाई बुझाएको प्रमाणहरू हामीसँग आइपुगेका छन्। हामीले उच्च स्तरीय छानबिन समिति माग गर्दाखेरि आज मैले पहिला पनि भनिसकेका थिएँ, दिनमा करोडौँको र्याकेट चलिरहँदाखेरि ती कारोबार कहाँ भयो भन्ने चिज हामीले प्रमाण यहाँ लिएर आउँदाखेरि यी ट्रान्जेक्सनहरूबाट त त्यसको जरो त पत्ता लाग्छ होला नि त, यी कारोबार जसरी भएका छन्, जसरी हामीमाझ आएको छ, यसलाई छानबिनको दायरामा ल्याउने हो भने ती एजेन्ट मार्फत बुझाएको कमिसन त त्यहाँ आउँछ होला नि त। यो एउटा चिज होइन, यो बिचमा लाखौँ युवाहरू त्यो पनि के भइराखेको छ, फेरि जबको ग्यारेन्टी गरेर एजेन्टले पठाउँछ, 4 लाख 4.5 लाख 5 लाखसम्म दुबईका लागि तिरिएको छ। 1 हप्ता 10 दिनमा जब पाइँदैन छैन भन्ने हुन्छ त्यहाँ। त्यस पछाडि फेरि फर्केर आउनु परेको छ। फर्केर आउनको लागि परिवारले पैसा हाल्न परेको छ।